ओए पोलै भाँच्यो भर्खरै उसलाई नबोलाइ हुन्न विद्युतलाई डर लाग्यो ओए बवालै आयो त यो त यार यो पनि भाँच्यो त्यस्तो कच्चो खोला न रुलेर हाल्ने अझ लाइन आउनै टाइम लाग्दैन पोल ल्याएर यहाँ गाडेर बल्ल मात्रै हो हाम्रो घर मात्र आउनु यो हाम्रो घर मात्र आउनु जाने हो हाम्रो साह्रै केही नभएको पोल पनि अङ्गदरको घर तिर्को पनि कहाँ कहाँ ढलो अब त धन्नै त पहाडी रुख छैन यार होइन के फेरि पछाडि रुख त राख्ने चाहिँ होइन यो पनि डर लगाइरहेको थियो मलाई भ्याइ भ्याइ यति हो अब नोक्सान गर्ने गरिहाल्नु नि अब विद्युतमा फोन गरिहाल्नु पर्यो त्यस्तो खतरा हावा यार होइन ठ्याक्कै खिच्दा ठ्याक्कै भाँच्यो यसलाई लाइभ भने भिडियो जो हो यो त्यही त अहिले एकछिनमा हाम्रो घरको यो अवस्था भनेर राख्ने हेर्दै न दुखै भाँच्यो दुखै पोलै बाटै बन्द भयो नि अब त मेरो बाटो बन्द भयो त उताको तार पनि सबै गयो क्या यहाँ मैले अङ्गलको घरको अगाडि पुग्नु नेट सेट सब टोटल गयो बाफ्रे यो खत्रै आयो भाइ पानी त अब त पानीमा कहाँ गएको होला नि फेरि आँप टिप्न आँपुरी बाँदरलाई ओए करेन्ट लाग्ला करेन्ट करेन्ट लाग्ला करेन्ट फेरि आउँदैछ पानी हावा आँप ठिक्कै साइजको बनाइदियो त असिना होइन असिना खान्छ अलिअलि आएर आँप त ठिक्कै साइजको बनाइदियो त्यो त आँपले अब यता तिनीहरू आएर काटिदियो भने गर्ने होला नि त तारमा जाने कुरा भयो नि फोन आनिदियो भने कति बजेछ अहिले 4:30 भएछ 4:30 भने जति भने जथेर नै आउनु पर्यो नि अझै आउँदैछ अझै आउँदैछ ओहो आँपको कहाँ थियो त आगो भाँच्यो यताको आगो भाँच्यो कुन आगो भाँच्यो यसको उतापट्टिको हो क्या उताको आगो बटाएर यहाँ लिएर आएर यहाँ छिन्छु पोलै कति कच्चो भइन्छ त नि यार त्यही त नि यति कच्चा पोल हेर्न त्यो जाब एउटा रुखले त नढल्न पर्छ नि भाँच्यो क्या ढलै त के भन्छ मेरो भाँच्यो पछि एउटा भचक्कै भाँच्यो त नि त्यो भाँचिनु त कमजोर मसला भयो त फेरि तल एउटा उखले भए त ठिक चाहिँ गाडेर इन्च राम्रोसँग भनेर भाँच्यो यार अब रुखले लाएर यार त्यो बाटोमा हिँड्ने यस्तो नै छैन हेर त धन्न हिजो आउनु भएछ आज आज परान फुत्किने हाम्रो तिम्रो घर आउने त सातो जाने थियो 3-4 टुक्रा भयो पोल बुटो सबै